नमस्कार सम्पूर्णमा म अहिले प्रयागराजको प्राङ्गणबाट भिडियो सुट गरिरहेको छु। अहिले बिहानको करिब 6 बजिरहेको छ र हामी सबै सङ्गमतिर लागिरहेका छौँ। सङ्गममा पुगिसकेपछि मेरो मम्मी बुवा स्नान गर्नको लागि जानुभयो। यो सङ्गममा गङ्गा, जमुना र सरस्वती तीनवटा नदीको सङ्गम छ र यहाँ चाहिँ कपालले स्नान गर्यो भने चाहिँ धेरै धर्म मिल्छ भनिन्छ। त्यस्तै गरेर मेरो सासू मेरो अमाजुसँग म स्नान गर्नको लागि गएँ। भनिन्छ यहाँ 5 डुबुल्की 7 डुबुल्की 21 डुबुल्की लगाउने। मैले चाहिँ यहाँ 7 डुबुल्की लगाइरहेको छु र भिडियो चाहिँ मेरो भान्जाले सुट गरिदिनु रहनु भएको छ। हामीसँग भान्जा पनि हुनुहुन्छ। अनि हामीले घरमा लैजानको लागि चाहिँ गङ्गाजल कलेक्सन गरिरहेका छौँ। यसले चाहिँ घरमा पूजा हुँदाखेरि घर शुद्ध गराउनको लागि चाहिँ पवित्र बनाउनको लागि गङ्गाजल प्रयोग हुन्छ। त्यसैले हामीले चाहिँ सङ्कलन गरिरहेका छौँ। गङ्गाजल सङ्कलन गरिसकेपछि हामीले चाहिँ गङ्गा किनारमा शिवलिङ्गको स्थापना गरेर हामीले पूजा गरेका छौँ। पूजा गर्नेमा चाहिँ मसँग मेरो मम्मी हुनुहुन्छ र मेरो अमाजु हुनुहुन्छ मेरो साथमा। हामीले धूप अगरबत्तीले फुलले पूजा गरिसकेपछि मैले गङ्गाजलमा यो दियो बगाउनको लागि गइरहेको छु र पूजा सकिएपछि हामीले प्रयागराजलाई बिदाई गऱ्यौँ। यो चाहिँ ठुलो पुल रहेको छ प्रयागराजको सङ्गमको पुल।